यतिकै देउता ओए दैट ठाडो गरेर भिडियो एसटी आदर्श माध्यमिक विद्यालय स्याङ्जाको ८० का विद्यार्थी भाइ बहिनीहरूलाई विदाई तथा फेरि भेटौँला कार्यक्रमका अध्यक्ष भाइ आजको यो कार्यक्रमको प्रमुख अतिथि शिक्षक अभिभावक संघ अध्यक्ष विष्णु कुमार श्रेष्ठज्यू, विद्यालयका प्रधानाध्यापकज्यू, विद्यालयका सहायक प्रधानाध्यापकज्यू, सम्पूर्ण शिक्षक साथीहरू र प्यारा विद्यार्थी भाइ बहिनीहरू, हामीले नियमित रूपमा गर्ने कार्यक्रम जस्तै हरेक वर्ष यो कार्यक्रम आज पनि गरिरहेका छौँ। कक्षा 10 का भाइ बहिनीहरूले राम्रोसँग आफ्नो 10 सम्मको अध्ययन पूरा गरेर अब उच्च शिक्षा अथवा 11 अर्को तहको पढाइमा जाँदै हुनुहुन्छ। उहाँहरूलाई म आफ्नो उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। जिल्ला सदरमुकामको एउटा नमुना विद्यालयमा अध्ययन गरेर तपाईहरू बाहिरिनु भएको छ। यहाँ धेरै अफसरहरू, धेरै राम्रा गुरुहरूले राम्रोसँग पढाएर तपाईहरूलाई यो 10 सम्मको पढाइ पूरा गर्नु भएको छ। हरेक क्षणमा, जिन्दगीको हरेक क्षणमा हामी चाहे देशमा हौं विदेशमा हौं, चाहे देशको जुनसुकै कुनामा हामी हौं, यस विद्यालयबाट सरहरूले भनेका राम्रा कुराहरू, हामीले सिकाएका राम्रा कुराहरू जीवनका हरेक क्षणमा सम्झेर आफ्नो व्यवहारमा लागू गर्नुहुनेछ। सरहरूलाई आफ्नो मन मस्तिष्कमा राखिराख्नुहुनेछ, माया गर्नुहुनेछ, यो विद्यालयलाई सधैँभरि सम्झिरहनु हुनेछ र यसको उत्तरोत्तर प्रगतिको कामना गरिरहनु हुनेछ भन्ने म आशा र अपेक्षा गर्न चाहन्छु। यस विद्यालयबाट कक्षा 10 को पढाइ पूरा गरेर पोखरा, काठमाडौँ जस्ता ठूला शहरमा कक्षा 11 पढ्न जानेको संख्या पनि हाम्रो ठूलो छ। विगतको इतिहास हेर्नेमा निर्भर हुन्छ। भर्खर बहिनीले भनेकै दिन मन परेको फुल टिप्न सजिलो त कहाँ छ र हो। तपाईहरुलाई पनि 4 जिपिए ल्याउन मन परेको छ। 4 जिपिए ल्याऊ भन्ने चाहना सबैको छ, तर 4 जिपिए ल्याउनको लागि सजिलो त कहाँ छ र। यतिकै देउता ओए दैट र धेरै खुसी हुनुहुन्छ र हामी शिक्षक साथीहरू पनि धेरै खुसी छौं।
तपाईहरुप्रति सरले ठूलो मेहनत गर्नु भएको छ। तपाईहरुको मातापिताको त्यतिकै लगानी छ। तपाईहरुले पनि अहोरात्र खट्नु भएको छ। यसको जुन प्रतिफल प्राप्ति हो अब 7 गतेबाट हुने एससी परीक्षामा तपाईहरुले देखाएको मेहनत, तपाईहरुले गरेको व्यवस्थापन, जुन त्यो निश्चित 3 घण्टाभित्र तपाईहरुले जुन मेहनत गर्नुहुन्छ जसको नतिजाले मात्रै त्यो तपाईहरुले गरेको मेहनतको प्रमाणित गर्ने अवस्था छ। तपाईहरुलाई थाहा छ विगतमा तरुण आदर्श नमुना माविले एउटा because you have to make your future तैँले मलाई देखाएको यो भिडियोमा चाहिँ किन के गरिदियो त मलाई देखा म त यो ओला यताले आइफोनले कसको यो परमिसनको विद्यालयमा कसै कुनै भाइ बहिनीहरूलाई साइन्स, कुनैलाई इन्जिनियरिङ, कुनैलाई कमर्स एजुकेसनका विभिन्न फ्याकल्टी र विषयहरूमा देख्नेछौँ। त्यो भएको हुनाले तपाईहरुलाई विदाई भनेर मैले यो शब्द प्रयोग गरिनँ। तपाईहरुलाई त्यो बेला माया किन तिमी नबोली हिँड्यो आँखा जुत्ता र त्यस्तै गरी 10 को सेक्सन सी का विद्यार्थी भाइ बहिनीहरू अन्जु वाग्ले, प्रसन्न पौडेल, सोहे पाली, सोनाम पौडेल, त्रिशल केसी, सुदीप पौडेल, शिशिर ढकाल, प्रसून पौडेल, भूमिका सुनाम, मुस्कान सुनार, अनिस अर्याल, अनुष्का जोशी, सुकृति परियार, राजीव सापकोटा, समीर गुरुङ, गौरव रोका, सुजन राणा, रिसन राणावाट, सुशान्त सुवेदी, सदीक्षा रानीसाने, आशिका खान, माजिदा बानो, सुशान्त केसी, राहुल विक्रम शाह, 81 सालमा पनि हाम्रा बाबु नानीहरूले राम्रो गरून् भन्नका निमित्त बाबु नानीहरूलाई हामीले बिहानदेखि बेलुकीसम्म अनवरत रूपमा शिक्षण सिकाइका क्रियाकलापहरू अगाडि बढाउँदै आएका छौँ र आज हुन त चुकेर जाला, अभियुक्त स्थायी भएर जाला, खाता भेट हराएर जाला, तर विद्यालयको सम्मान कहिले हराउँदैन। विद्यालयको अभिजले तपाईँलाई सबै खर्च